फुल लेन्थ वार्डरोब एट टिकातली साइड। यो चाहिँ हाम्रो थर्ड बेडरुममा हाम्रो यो फुल लेन्थ वार्डरोब डिजाइन भइरहेको छ। यतापट्टि हाम्रो सेल्फ एरिया छ, यतापट्टि लङ कोटको लागि, यतापट्टि वाच पुल आउट ड्रयर सिस्टम, यतापट्टि ह्याङ्गर छ मिड कोटको लागि, यतापट्टि साडी पुल आउट, यो चाहिँ सेल्फ एरिया र यतापट्टि हाम्रो ओपन डिस्प्ले युनिट छ। यो चाहिँ फुल लेन्थमा डिजाइन गरेको छौँ र यतापट्टि हाम्रो हाइड्रोलिक बेड र यतापट्टि हाम्रो लकर बस्न बाँकी छ। यो चाहिँ बेड नम्बर 3। हियर वी हेभ बेड नम्बर 2 अल्सो विथ फुल लेन्थ वार्डरोब। यतापट्टि हाम्रो यसको सेल्फ एरिया छ, लङ कोट एरिया, सेल्फ एरिया, मिड कोट, वाच पुल आउट, ड्रयर, साली पुल आउट अनि सेल्फ एरिया र यसको पछाडि ढोका पछि पनि अलिकता हामीले स्पेस दिएर सेल्फ एरिया क्रिएट गरेका छौँ। र यतापट्टि हाम्रो यसको फर्स्ट बेडरुम चाहिँ हाम्रो यसको फर्स्ट बेडरुम चाहिँ फुल लेन्थ वार्डरोब फर्स्ट बेडरुमको। यतापट्टि हाम्रो मिड कोट, यो चाहिँ लङ कोट, लफ्ट एरिया, वाच पुल आउट, ड्रयर, यो चाहिँ साडी पुल आउट, लङ कोट अनि यसमा पनि अर्को मिड कोटको एरिया, लफ्ट एरिया, सेल्फ एरिया, ब्यागहरूको लागि ड्रयर एरिया, एकदम फुल लेन्थ वार्डरोब विथ हाइड्रोलिक बेड र यतापट्टि हाम्रो यसको ड्रेसिङ पनि बस्छ। फुल इन्टेरियर प्रोजेक्ट टिकाथली साइड।